1. जीवट जी स्पटको तीव्र र सिधा उत्तेजना। योनिको प्रवेशद्वारबाट करिब 2 देखि 3 इन्च भित्र अघिल्लो भित्ता एन्टिरियर वालमा एउटा अत्यधिक संवेदनशील क्षेत्र हुन्छ जसलाई जी स्पट भनिन्छ। सामान्य आसनहरूमा जस्तै मिसनरी पोजिसन केराको घर्षण जी स्पटमा सोझै नहुन सक्छ, तर पछाडिबाट सम्भोग गर्दा केराको कोण एंगल यस्तो हुन्छ कि यसले प्रत्येक स्ट्रोकसँगै जी स्पटलाई सिधै दबाव र घर्षण दिन्छ। जी स्पटमा हुने यो निरन्तरको सिधा सम्पर्कले गर्दा महिलाको शरीरमा चरम सुखको हर्मोनहरू चाँडै सक्रिय हुन्छन् र चर्मोत्कर्ष अर्गाजम निकै छिटो र शक्तिशाली हुन्छ। 2. गहिरो प्रवेश डिपर पेनेट्रेसन र भित्री स्नायुहरूको सक्रियता। शारीरिक बनोट र लचकताका कारण यो आसनमा योनिको लम्बाइ प्राकृतिक रूपमा अलिकति छोटो र खुल्ला हुन पुग्छ, जसले गर्दा केरा धेरै भित्रसम्म सहजै प्रवेश गर्न पाउँछ। योनिको भित्री भाग र पाठेघरको मुख सर्भिक्सको वरपर अनगिन्ती संवेदनशील स्नायुका रेसाहरू नर्भ एन्डिङ्स हुन्छन्। जब केराले गहिराईसम्म पुगेर ती भागहरूलाई छुन्छ त्यसले कम्मरको तल्लो भाग पेल्भिक रिजनमा एक किसिमको गहिरो र सुखद कम्पन पैदा गर्छ। यो गहिरो प्रवेशले महिलालाई पूर्णताको गहिरो महसुस गराउँछ, जसले गर्दा चरम सुखमा पुग्न लाग्ने समय निकै कम हुन्छ। 3. भगाङ्कुर क्लिटोरिसलाई अतिरिक्त उत्तेजना दिने सहजता। महिलाको यौन सन्तुष्टि र चरम सुखमा 70% देखि 80% भूमिका भगाङ्कुर क्लिटोरिसको हुन्छ। यो आसनको सबैभन्दा ठूलो फाइदा नै यही क्षेत्रसँग जोडिएको छ। पछाडिबाट सम्भोग गर्दा महिलाको अगाडिको भाग फ्रन्ट पूर्ण रूपमा खुला रहन्छ। यसले गर्दा महिला आफैले वा उनका पार्टनरले औँलाको प्रयोग गरेर भगाङ्कुरलाई लगातार मसाज वा स्पर्श म्यानुअल स्टिमुलेसन गर्न सक्छन्। साथै भगाङ्कुरको भित्री जराहरू योनिको भित्तासम्म फैलिएका हुन्छन्, जसलाई भित्री घर्षणले पनि उत्तेजित बनाइरहेको हुन्छ। भित्री योनिको घर्षण र बाहिरी भगाङ्कुरको स्पर्श दुवै एकैसाथ ड्युअल स्टिमुलेसन हुँदा महिलाको शरीरमा उत्तेजनाको स्तर ह्वात्तै बढ्छ र उनीहरू निकै छिटो चर्मोत्कर्षमा पुग्छन्। 4. पेल्भिक क्षेत्रमा अत्यधिक रक्तसञ्चार र मांसपेशीको सङ्कुचन। यौन उत्तेजनाको समयमा गुप्ताङ्ग वरपरका मांसपेशी र नसाहरूमा रगतको प्रवाह बढ्नु अनिवार्य हुन्छ। डगी स्टाइल वा रियर एन्ट्रीमा महिलाको कम्मर र नितम्ब हिप्समाथि उठेको हुनाले गुरुत्वाकर्षण र शारीरिक पोजिसनका कारण पेल्भिक क्षेत्रका मांसपेशीहरूमा स्वतः एक प्रकारको कसिलोपन आउँछ। यसले गर्दा योनिका भित्ताहरू कसिन्छन् र केरासँगको घर्षण अझ बढी महसुस हुन्छ। तीव्र घर्षणले त्यस क्षेत्रमा रगतको बहावलाई अत्यधिक बढाउँछ, जसले गर्दा यौनाङ्गहरू निकै संवेदनशील बन्छन् र मांसपेशीहरूको सङ्कुचनसँगै चाँडै चरम सुख प्राप्त हुन्छ। 5. मनोवैज्ञानिक रोमाञ्चकता र फेन्टासी साइकोलोजिकल फेन्टासी। यौन सन्तुष्टि जति शारीरिक हुन्छ त्यति नै मानसिक पनि हुन्छ। मस्तिष्क नै मानव शरीरको सबैभन्दा ठूलो यौन अङ्ग हो। यो आसनले धेरै महिलाहरूमा एक किसिमको आदिम, जङ्गली वा पूर्ण रूपमा समर्पित सबमिसिभ भएको मनोवैज्ञानिक अनुभव गराउँछ। यो आसनमा पार्टनरको पूर्ण नियन्त्रण र बलियो पकड महसुस हुन्छ, जसले धेरै महिलाहरूको भित्री यौन कल्पना फ्यान्टासीलाई पूरा गर्छ। यसका साथै पार्टनरले महिलाको ढाड, कम्मर र नितम्बको दृश्य भिजुअल्स देख्दा पुरुषमा आउने उत्तेजनाले महिलालाई पनि मानसिक रूपमा थप उत्तेजित बनाउँछ। जब दिमागले पूर्ण रूपमा उत्तेजना र आनन्दलाई स्वीकार गर्छ, तब शरीरले निकै छिटो प्रतिक्रिया दिन्छ र चरम अनुभूति चाँडै हुन जान्छ।